हेलो साथीहरु, गुड मर्निङ, झोले अनि नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। म सुशीला थापा मगर। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु। हामी चाहिँ यही नजिक भएको भएर पनि खासै भेट हुँदैन भन्दा नि भेट त भइरहेको हुन्छ। भेट हुने बेलामा भिडियोहरु बनाएको हुँदैन। त्यही भएर आज चाहिँ हामी मेरो स्पेशल मान्छे मेरो प्यारी साथी, त्यो त तपाईहरुले भिडियो हेरेर थाहा पाइहाल्नुहुन्छ। म झुट बोल्ने कुरा भएन, को होला गेस गर्नुस् भन्ने कुरा पनि भएन, त्यो तपाईहरुले थाहा पाइ नै हाल्नुहुन्छ। सो आज चाहिँ हामी मेरो साथी सनम र म चाहिँ कि एकछिन यतै भिडियो बनाउन जाऊँ न त, ततिर फ्रेस हुनलाई, घरमै पनि कति बस्ने भनेर यसो यतै नजिकैतिर भिडियो बनाउन जान खोजेको। कस्तो हुन्छ हेरौँ। मौसम चाहिँ एकदम घाम लागिरहेको छ, कस्तो हुन्छ हेरौँ। आजको दिन कसरी बित्छ त्यो तपाईहरुलाई पक्कै पनि देखाउने नै छु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। देख्न सक्नुहुन्छ। नमस्ते। उहाँलाई मलाई भेट्न भनेर आउनुभएको, यति टाढादेखि आउनुभएको उहाँ मलाई भेट्नलाई। धन्यवाद। यस्तोमा आउनुभएको। अबे म लाग्यो ल, सनमले मलाई किडन्याप गरेर लग्यो। अब कहाँ लैजान्छ मलाई थाहा छैन सनमले। अबे म खिच्दिनँ, अब म त लड्छु। हाम्रो काम पनि छैन, फुर्सद पनि छैन मान्छे। हामी चाहिँ यसरी एयरपोर्टको एक राउन्ड मार्दैछौँ। त्यही आगो फुकौला चिन्तै नगर। होइन यस्तो करमा त अब खोज्नु होइन, हावा हुरी लाग्छ फेरि। हामी चाहिँ अहिले भिडियो बनाउनु जाऊँ भनेर हिँडेको कि हामीले त पोखरामा यहाँ तल है सिन्डामा एउटा टुक्रा दिन्थ्यो नि त, त्यहाँ भिडियो बनाउनु भनेर हिँडेको त हामीले भेटेन। यताबाट झरेन हुन्थ्यो भाइ, नकराउ न। हामी चाहिँ अहिले डेन्जर बाटो जाँदैछौँ। यस्तो साथीहरू, हामीले भिडियो बनाउन कम्ता गाह्रो हुन्छ। तपाईँले जब एउटा यो अनलाइन ठ्याक्क पारेर लाइक कमेन्ट गर्नु सक्नुहुन्न, यति दुःख गरेर भिडियो बनाउनुपर्छ। हामी यस्तो बाटोमा आइरहेछौँ, कम्ता गाह्रो हुन्छ। तपाईँहरूले हाम्रो दुःख देख्नुहुन्न। यस, यो हो नि त तरिका। लाउनु यो ओह्रालोमा त म त सुई झर्छु क्या हो। मलाई बचाऊ अस्ति अबि यो बाटो आमा म झर्दिम उता तल हो क्या चाउर। सक्नुहुन्छ बिस्तारै झर्नु। अफरोड पनि कहिले ट्राई गर्नुपर्छ के। यस्तो अफरोडहरू ट्राई गर्न मन छ भने सुशीलालाई सम्झिनु होला है। मैले चिनेछु, मनाङ मुस्ताङ जानै पर्दैन अफरोड जानलाई। ल हेर्नुहोस्, यस्तो अफरोडमा मैले लिएर आइहाल्छु नि तपाईँहरूलाई। गाह्रो छ साथीहरू, भिडियो बनाउनु पनि टिकटक बनाउनु पनि यस्तो बडो मुस्किलले बनाउनु पर्छ। यस्तो बाटोमा आउनुपर्छ। यता सिधै तल हो के अरे। राइडको लागि मनाङ मुस्ताङ जानुपर्ने रहेछ त। मनाङ मुस्ताङ जानुपर्ने रहेछ त। तर मौसम राम्रो हो के, ऊ देख्यो हो के, बादल देख्यो हो के, खुले हो के, राम्रै आउँछ। बिचरा नि गाह्रो छ, गाह्रो। के छ? एक्सक्युज मी म्याम। एक्सक्युज मी म्याम। सुन्नुहोस् न, पक्नुहोस् न। मलाइका म्याम। बिचरा उसलाई कति गाह्रो भएछ, हामी हाँसेर बस्छौँ। यता पनि पाउँछ कि स्कुटर त लान्न हौ। यहाँबाट जान्छ जान्छ उता हो, तर यतै बनाऊँ न। म ऊ त्यो छेउमा गएर बनाएको क्या। छोडिदेऊ, त्यही हुन्थ्यो, लिएर आउँनुहोस् मात्रै। मलाइका म्याम।
अब यति बिचरा बहुत गाह्रो छ हामीले भिडियो बनाउनु चाहिँ यही हो एकदम घाम चर्क्यो तर के गर्नु कसको छोरा चामल र तरकारी लिएर आएको मैले अब पिकनिक गरेर खाने बसेर खाने अब अस्ति नै भाइ म आउँदाखेरि के घाम लाउने बेलासम्म यहाँ मोमो खाएर बस्यौँ न पछि त पानी परेर ऊ त्यो कयरामा 1 घन्टा जति बसेर अब तर हेर न राम्रो देखियो के भिडियो राम्रै हुन्छ के ल चा एउटा डाइरेक्ट थियो शीतल त एउटा डाइरेक्ट हो न नरहेछ है दिनदिनै यस्तै फिरिन्थ्यो नि यस्तो खान पाउनु भए चाहिँ म खान पाएँ त नि एकदम फिरिन्थ्यो कति हो ठिकै छ अर्को टिन्टा पनि होला नि होला अनएक्सपेक्टेड खान पाइयो सोचेको थिएँ हामी त भात एक थाल खाएर आएको साला अनि एक थाल भात खाएर आएको खुरुखुरु भात खाएर अनि नाचेर मात्रै घुमेर आउने होला नि त एक थालले कहाँ हुन्छ मैले 2 थाल खाएको ल हाम्रो जक्सन यहाँ बनाइसक्यौँ अब हामी चाहिँ यहाँ लुङ्गी राखेछौँ म चाहिँ यहाँ लाई पनि भ्याएँ यहाँ चाहिँ भ्यू यस्तो बब्बाल दामी छ राम शीतल प्लस राम्रो नि आउँछ कि बेलुकातिर दामी यो ठाउँ आउनको लागि पहिला सुशीलाको च्यानल सब्सक्राइब गर्नुपर्छ अनि बल्ल पाइन्छ तिमीहरू यहाँ आउन नत्र हामी भन्दैनौँ लोकेसन हजुर भगवान् म अलि किन हो कि म अलि डिसिप्लिन छैन क्या डिसिप्लिन भएको भरिपूर्ण नभएको ए फेरि भन त फेरि भयो भन कहाँ लेट्सको हामी चाहिँ आज मितिनीको गीतमा लेट्स ट्राई 2 जना मिलेर यदि भइहाल्यो भने हाम्रो टिकटकमा हेरिदिनु होला सुशीलाकोमा आउन पनि सक्छ सनमालेकोमा आउन पनि सक्छ यति बेला चाहिँ हामी यहाँ भिडियो बनाएर थाकेर एउटा भिडियो बनाउन नि 2 घन्टा लाग्यो यस्तो घाममा तपाईँहरूको लागि हामीले यति दुःख गर्दैछन् कृपया लाइक कमेन्ट गर्न नबिर्सिनु होला यो भिडियो चाहिँ टिकटकमा सनम आलेको टिकटक के अरे टिकटक के भन्छन् च्यानल त होइन सनमाले टिकटकमा प्रोफाइलमा गएर हेर्न सक्नुहुन्छ तपाईँहरूले अनि घाम यस्तो छ भिडियो त कति धेरै बनाउनु मन लागेको छ तर यस्तो गर्मी छ तर हावा पनि चल्यो सितारो यता फेरि भिडियो हेरेर मखै यो भिडियो बनाउन हामीले कति दुःख गरेर रहेछौँ भनेर थाहा हुन्छ तपाईँहरूलाई यो भिडियो हेरेपछि प्रयास जारी छ साथीहरू यहाँ हेर्नुहोस् यस्तो गर्मी छ यस्तो गर्मीमा नि भगवान् यो के दुःख हो के रहर यस्तो मलाई कस्तो घुमा भाइ कसम खोली सलाल झलीको झल लगभग 4 बजी चाहिँ हाम्रो यहाँ 4वटा भिडियो भन्यो बल्ल 4 बजेमा सम्ममा कति बजी आएको हामी 1 बजी आएको थियौँ है यस्तो नि हुँदो रहेछ घाम पनि यस्तो भयो पानी पर्नु पनि लागिसक्यो यहाँको मौसम यस्तो भइसक्यो आया मितिनीले बितायो के है बब्बाल भन्छ हाम्रो भिडियो बब्बाल त अब तपाईँहरूले हेरेर थाहा हुन्छ यस्तो हेरेर सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट छोड्नु नबिर्सिनु यस्तो होइन हाम्रो मेहनत छ आजको मितिनीमा चाहिँ तपाईँहरूले माया गरिदिनुहुन्छ भने हामी एकदम आशामा छौँ एकदम धेरै माया गरिदिनु होला भन्न चाहन्छौँ तपाईँहरूलाई यो मितिनी जोडी मन पर्यो हाम्रो यो मितिनी जोडी तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला अझै हामी रातिनीले कालले भइसक्यो यदि तपाईँहरूले हाम्रो मितिनी जोडीलाई मन पराइदिनु भयो भने हामी फेरि छिट्टै अर्को मितिनी लिएर आउने नै छौँ होइन हो त्यही हो अहिले हामी अब यहाँबाट जान्छौँ यहाँको भिड चाहिँ अहिले बल्ल बब्बाल भछ घाम गएर तर केही छैन हामीले मेरो कालो छ के काला जति लास्टै कालो भयो कि म यस्तो थिइनँ के
यस्तो बनायो मलाई आजको घामले लस्टी कालो बनायो कि अब जानुपर्छ हाम्रो खानेकुराहरू यस्तरी यति घर जानुपर्छ तिमी जाऊ यति बेला चाहिँ हामी घर आइसक्यौँ सनमले मलाई मेरो घरमा छोड्न आएको छन् पानी परेको छ पानी पर्न लाग्छ आमा हावाहुरी चलेको है डेन्जर ल धन्यवाद तिमीले मलाई डुलाएर लिएर आयो मेरो पोका देऊ किन नजाने म गर्छु त फोटो त्यो अस्ति तिमीले गर्छौ भने पर्दा राखेको त्यस्तो खा राखेको हो त्यो होइन बसेर गर्दै ला होइन अब म भिडियो गर्दाखेरि नछिरानु तालै छैन हाम्रो घर सिङ्गो गेट छ छैन देखाउनु हाम्रो घर एकदम सिङ्गो गेट राम्रोसँग हावा हुन्छ यसरी जाउँ ल यिनी चाहिँ अब घर जाँदैछन् मलाई छोडेर साथीहरू आजको कान्छीको बाजुको झोला राम्रोसँग है ल अहिले चाहिँ म घरमा आइसकेँ सनमले मलाई घरमा छोडिदिएर दिन चाहिँ गएँ एकदम पानी परेको छ ठुलो पानी पऱ्यो अहिले त अचानक हामी उहाँबाट हिँड्ने बेलामा अलिअलि पानी परेको थियो अहिले त झन् ठुलो हावाहुरी पानी पऱ्यो के पोखराको मौसम चाहिँ जहिले यस्तै हो कि यो सिजनमा बिहान चाहिँ एकदम चर्को घाम लाग्ने बाहिर हेर्नै नसक्ने हिँड्नै नसक्ने घाम लाग्छ 3 बजे पछाडि चाहिँ फेरि यति ठुलो पानी पर्छ नि हावाहुरीसहित अनि 5-6 बजेपछि फेरि खुल्छ मौसम अनि फेरि घाम लाग्छ ठिकै छ चिसो शीतल छ गर्मी मौसम भए पनि पानी परेको भएर अनि आजको भिडियो चाहिँ तपाईँहरूले पक्कै पनि हेर्नुभयो होला के कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला खासै त्यति साह्रो बाहिर गयो त होइन कि हामी साथी भेटौँ न एकछिन फ्रेस हुन्छ नभेटेको पनि धेरै भयो भनेर मात्रै हो भिडियो बनाएको यस्तो अनि सनम चाहिँ यहाँ मेरो घरमा आइराख्छन् यहीँ नजिकै हो हामी यहीँ नजिकै आइराख्छन् भेट हुन्छ बिहान बेलुका तर भिडियो चाहिँ मैले बनाएको थिइनँ क्या सनम आउँदा चाहिँ सनम चाहिँ मेरो भिडियोमा फर्स्ट टाइम होला होइन फर्स्ट टाइम हो आएको चाहिँ अनि ठिक छ आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो हेरिदिनु होला अनि त्यति साह्रो अब टाढा घुम्नु गएको भिडियोहरू त अझै पनि ल्याउनु पाएको छैन अझै त्यति साह्रो समय मिलेको छैन कि बाहिर हिँड्नुलाई अहिले जस्ट सिक्दैछु भ्लग बनाउन कसरी भनेर सिक्दैछु त्यही पनि तपाईँहरूले यति धेरै माया गरिदिनु भएको छ यति छोटो समयमा 1K सब्सक्राइबर पुर्याइदिनु भएको छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र आगामी दिनहरूमा पनि तपाईँले यसरी नै साथ सपोर्ट गरेर माया गरिदिनु हुनेछ भन्ने आशा छ र गर्नु पनि भइरहेको छ एकदम खुसी छु तपाईँहरूप्रति भन्दै आजको भिडियो चाहिँ म यहीँ गर्छु अब बेलुकाको खानाको तयारी गर्नुपर्छ अब पानी पऱ्यो बच्चालाई होमवर्क गराउनु पऱ्यो खाना बनाउनु पऱ्यो यस्तै हो हजुर हामी घरको हाउसवाइफहरूको काम चाहिँ अब केही छैन हाम्रो ड्युटी भनेकै त्यही हो बिहान खाना पकाऊ खाऊ अनि दिउँसोको फ्री टाइममा के गर अनि फेरि बेलुका त्यही खाना पकाऊ बचाएर त्यही त हो अरू केही पनि छैन तपाईँहरू पनि कुन ठाउँमा हुनुहुन्छ गर्मी छ होला पानी अलि धेरै पिउनुहोस् स्वास्थ्यको ख्याल गर्नुहोला भन्दै आजको भिडियो यहीँ गर्छु के बाई बाई सबैजनालाई